Tancho Hang and Ama. Bye bye. हेर्नु त दुईजनाको सामान कति छ यहाँ तान्छो र मेरो ओ माई गॉश तान्छो र आमाको फ्लाइटमा यहाँ बाबा काका आन्टी छोड्न आउनु भएको छ अनि दुईजनाको सामान कति किलो हो यहाँ माई गुडनेस है तान्छो भनिदिनुहोस् न के खोज्दै यसको कपडा छ नि त्यहाँ सबै फुल सेट छ अफकोर्स ल हिँड्नु ड्युटी फ्री के लाने हो छोला हामीले चाहिँ हाम्रो सब फ्याकोले रक्सी खाँदैन छिटो थ्याङ्क यू फाइनल कल फर अफिस ल थ्याङ्क यू ल जाम फाइनल कल र है हामीलाई चाहिँ हामी अलमोस्ट लेट भइसकेको छ यहाँ ल छिटो जाम मिस अञ्जना राई सक्नुहुन्छ थ्याङ्क यू तान्छोको यहाँ भारी बोकिदिनु भएको छ अनि यहाँ सियानी हुनुहुन्छ अर्को नि रक्सी बोकिदिँदै हुनुहुन्छ तान्छोको आमा छोरा चाहिँ यहाँ घुम्दैछ प्लिज अब अञ्जना राई घरमा गएर यो युट्युब भिडियो हेर्नु ल यो चाहिँदैन बस यहाँ लाइनमा रहेछ होइन लेट्स गो फाइनल कल हेर्नु छ र प्लेनमा के भन्छ अरे हेलो छिटो हेलो भन्नु न हेलो म आउँदैछु ठुली मम्मीलाई भेट्नु बाजे बोजूलाई भेट्नु मान्छेलाई भेट्नु कुनीको मुखमा हाल्दैन नि छोरा जिनिर नहुन्छ फेरि यसरी छुट्टु अटाउनु नि यहाँ के भयो मुखमा नहाल्दैन मुखमा हाल्दैन यहाँ यस्तो गर्नु हातले यस्तो तान्छोको प्लेनको खाना मकै भन्दैन न मकै हो यम प्लेनको खाना मकै भन्दैन घरबाट ल्याएको मकै यमी Yummy छोरा यम्मी हो यम्मी तान्छोले पार्टी इन्जोय गरेको छ है गुड बोय भएर आइछ र म त गुड बोय हो भन्ने अब नुनु गर्नुपर्छ है यो खाएर है हस् छोरा त साह्रै भोकै छ बसी खाएको छ यहाँ प्लेनमा कुन्चिनु खोइ आमा गर्नु नाइस गुड बोय हो नि अब हाँस्ने छैन ठुलो मम्मी छैन पछाडि यम्मी गर्नु यम तान्छोको फेभरेट ठुली मम्मी यहाँ तान्छोले जिस्कायो हैरान छ यहाँ चिनेको छ भने त्यही भएर तान्छोले चिनेको छ कि यहाँ
के भनेको हो छोरा बडीलाई जिस्काउने होइन है भेजिटेरियन आमाको चाहिँ यहाँ छोराले पाउरोटी खायो हनी मेलन भन्नु न इट्स माई डिजर्ट टाइम भन्दैन भयो धेरै खाइसक्यो दान्छोले आमाले अन्त धेरै खाइसक्यो दान्छु हजुर है फेरि बनानाहरू है भोक लागेर एउटा मात्रै खाने छ र आमा गर्नुहुन्छ के रहेछ त्यहाँ कान्छो खाने टोइजहरू यहाँ थर्मस खानाको भाँडा म सक्दिनँ खाउन प्यानकेक कोदोको रोटी हजुरको कोदोको रोटी भन्ने न के खायो छोरा हजुरले पाउरोटी खायो केरा खायो फ्रुट्स खायो कोदोको रोटी खायो अनि अर्को के पनि खाएको थियो अरे मकै मकै त आमा तिनवटा खाइसके सानो सानो डल्लो तिनवटा खाइसक्यो आमाको कस्तो नाम नउठी छ हेर्नु न ब्लिङ 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 सकिन लागिसक्यो है रोटी है यस अब यति मात्रै छ 5वटा रोटीमा भयो है अब त ओभरडोज हुँदैछ छोरालाई कान्छो हाङलाई भयो है यु वान्ट सम मोर आई वान्ट मोर भन्दैछ छोराले के त ऊ हेरेको नि अझै हालिदियो कहाँ फाल्यो दा अब के खाने हजुरले प्लेनमा 4 गर्नेलाई त फाइन तिराउँछ नि छोरा हो कान्छोलाई भोक लागेर लेमन पनि खाँदैछ है आमाको लेमन सबै भ्याइरहेको क्याथे पेसिफिकको लेमन भेजिटेरियनमा पनि लेमन मात्रै दिँदो रहेछ छोरा लेमन र गोलभेडा त्यस्तो हुँदैन के खाएको छोरा नोनी भइसक्यो फेरि चाहियो अरे कान्छो गुड बोय यसरी खेल्नुपर्छ ल लुनी होइन है पानी पनि छैन है त्यहाँ चाहिँ यामी पानी चाहियो यहाँ अन्त खोइ दिनु आमा दिनुहोस् दिनु यहाँ छिटो पानी खाने पानी खाने ल पानी चाहियो इन गर्नुहोस् छिटो प्लग इन गर्नुहोस् कान्छो र आमाले के खाने अब के रहेछन् न Shishi auntie भन ल शिशे शिशे आयो यो
लानु न छिटो ऊ खस्यो टिप्नुहोस् कान्छ टिप्नुहोस् न त्यो कप खस्यो यस गुड बोय आमासँग चियर्स गर्नु र छिटो यहाँ आउनु चियर्स यस अब यी खस्यो फेरि खसेछ कहाँ खसेछ ल चियर्स गर्नु चियर्स या उठु खै हजुर नि याम गर्नु न ज्ञानी भएको छ नि अहिले चाहिँ है I'm enjoying my flight भन्दैन enjoying my flight with आमा तान्चो हाँगेन आमा भन्ने see you Nepal soon म रोको पनि छैन भनेर एयरपोर्ट आइसकेको छ ट्रली कुर्दै ट्रली चाहिँ कहाँ छ कुन्नी यो एक ठाउँमा जा भन्छ अर्कोले अर्को ठाउँमा जा भन्छ वरि छ ट्रली फाइनली कान्छो र आमाको ब्यागेज यहाँ Good morning from Voici Party. यहाँ तान्छोले यहाँ आफ्नो खै देखाउँदा उच्चान छोरालाई देऊ त बनिदेऊ न बनी पुन्छु न अबि डराएको रे तान्छोलाई नि एकदमै जाडो हो छ यहाँ पछाडि लड्छ तान्छो लड्छ छोडिदेऊ न भुइँमा छोडिदेऊ ल के लैछ छोरा त्यो के लैछ अबि भाग्यो जानु छोरा छिटो पछाडि जानु ओ मुन पनि रहेछ हाफ मुन स्टिल क्वार्टर मुन ओ भाग्यो छोरा भाग्यो यता तान्छो जानु छिटो तान्छो पनि बनी जस्तै देखेछ त तान्छो छिटो दिदीसँग खेल्न जानु ल दुईजना उठ्ने त सोल्टा सोल्टिनी र दिदी भाइ रे छिटो त छुना नदिनु ल भाइलाई छुना नदिनु न दरी न बन्नी कहाँ गएछ छोरा ढेँडो खाँदै तान्छोले बिहान ढेँडो खाँदै तान्छोले खोइ त बन्नी कहाँ गएछ आऊ अर्को तान्छो यहाँ आउनु छिटो ओ यहाँ आउनु ओइ कुकुले यस्तो जाडो भएको ऊ आयो भाग्यो मेरो छोराले अब कति इन्जोय गर्ने हो नेपालमा आएर यत्रो ठुलो ठाउँमा अब हामी पोखरा जाँदैछौँ फाइनली टार्गेट पोखरा हो नि त यहाँ चाहिँ अबि फोर्छ त्यहाँ राख्दैन छुनादेऊ न ऊ छुनुहोस् न हेलो हनी बनी तान्छु पोखरा लाने हो हामी पोखरा लाने हो छोरा यसलाई पोखरा लाने कि नलाने अब way to पोखरा हेलो तान्छु पोखरा जाँदैछौँ अब हामी भैँसी पार्टीबाट कति लाग्छ रे दाइ टाइम ठ्याक्कै हजुर 6 आवर्स ट्राफिक जाम परेन भने चाहिँ ठिक छ
6, 7 अब अहिले चाहिँ 7, 8 Are you excited? Yes. मेरो भदिनीको पनि winter holiday. Ani? Wow. No throwing. Very bad. Sandra is sleeping half more. सिनहरु पनि देखाऊ बाहिर फुलाई देखाऊ भन न के भन्नु तान्चोहाङको ताल यस्तो छ on the way to पोखरा कुन ठाउँमा आइपुगे हामी यहाँ खाने खोला अनि मेरो बिग गर्ल भदिनी यहाँ छ फेरि मामुसँग अनि मेरो बिग सिस्टर फेरि अगाडि हुनुहुन्छ पोखरा भन्ने बित्तिकै मान्छेले वाउ भन्छ तर हामी त्यही बस्ने भएर है ठिकै लाग्ने है वाउ त छ नि उता माथितिर ट्रेकिङ साइट Welcome to Nepal. Look at that. के खाँदैछ यहाँ एकजनाले फेरि सोमी लेस स्पाइसी लेस It's not spicy, the sweet. स्वीट स्वीट लेस यहाँ दुईजनाको गाला हेर न गाला मेरो भदिनी र मेरो छोराको Red tips. Jamla. हेर त बाबु जाम परेछ वेलकम टु नेपाल जाम अगेन हेलो भीम दिदी हाम्रो नेपालको बेजिट नगरे हजुर त घुर्नु भयो त नेपाल इज सो ब्युटिफुल खलासी बन्ने हो खलासी बन्ने हो होइन यो घाममा सुतेर अघि भाउँछु ठिकै छ त्यसलाई हेलो हेलो यसो कस्तो ड्रेस उसहरू घमरा जस्तो आएको लगाइदियो नि त ल मलेकुमा यहाँ मासु माछा चिया तरकारी के छ यहाँ यो चाहिँ के को टाउको कुन माछाको टाउको यो भाउजू चाहिँ के खान लाउनु भएको यो चाहिँ रोटी नि भन्नुभयो चारवटा भन्नु त यहाँ मलिको होइन यो मलिकोमा तान्चोहाङले यहाँ घाम ताप्दै है तान्छो ओइ त्यो छ खोलिदिनु चिसो हावा आएर के ओहो यहाँ त रिभर साइड रहेछ नि त है मेरो छोरीले गालामा हाल्ने नि के खोला होला है मर्स्याङ्दी खोला पानी ल्याउँदा नि म तातो पानी लिन्छु तातो पानी मलेकुको बजारमा अब यहाँ सपिङ गर्दै के छ यहाँ के किन्दै हुनुहुन्छ भाउजूले यहाँ ओइ कहाँ गएको तान्चोहाङ यस्तो बाटोमा तान्छो दाल चामलहरू तरुल यहाँ तरुल किन्दै होइन ठिकै छ धन्यवाद के चाहिँ खाने रहेछ तान्छौ सताउँछ है यसले पैसा
आमा सबै कहाँ खाने त कसले गो सुन्तला कति राम्रो तरुले है तान्छोले यहाँ जाम परेको बेलामा के हो हेलो एक्सक्युज मी जाम गुरुजी कुन ठाउँमा अरे दाइ हाम्रो यो जाम परेको मलेखुको आसपासमा जाममा परियो कान्छोको लागि मकै यहाँ थ्याङ्क यू सो मच मकै फेमस मकै है यहाँ चाहिँ बिच बाटोमा हम खाने हो तपाईँ प्लास्टिक पाउन प्लास्टिक भाइ एउटा बर्बादै भयो मिठो रे ऊ हेर्नु त यहाँ मिठो रे मिठो भयो रे धन्यवाद मिठो रे अब हामी यहाँ मुगलिनमा फाइनली आइपुग्यौँ यहीँ होइन खाना खाने दाइ खाना खाने भनेको के भएको रे ए सुन्तला खाना खाने भनेको यी सबैजना भुस अनि यहाँ एकजना भुस मेरो पुन्चुनु भेजिटेरियन खाना यहाँ तर सबै भेजिटेरियन छ भाउजूको फिस करी ओसिन हाई ल आएको र त तान्छु बी केयरफुल है बी केयरफुल जिउ सबैले यस्तो रिभर साइडमा ओइ नो 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 नटी भेरी नटी के रे भाउजू यो ठाउँको नाम मुगलिन होइन मुगलिनको यो पुरानो पुल यो अनि अहिले भनेको नयाँ पुल दामी र खाएर तान्छोको एक्सर्साइज ठुली आमासँग हो नटेर्नी रे नटेर्नी रे दिदीसँग नि यहाँ अब फाल्यो अहिले भरे त्यही खान्छ अहिले मोटरसाइकल लाग्यो अरूको गाडीमा नगर्नु छ र हेर नि एक्लै छोडेर फेरि त्यसलाई फिस्टेल रेस्टुरेन्ट रे यहाँ भर्खरै लन्च गरेको मिठो रहेछ खाना चाहिँ दुईजना भरे एउटा छोरा र ऊ त्यसको त्यो खसेको भरे यसले मुखमा हाल्छ यार छि आबु खैरेनीको यो चाहिँ फेमस फर सुन्तला अर्ग्यानिक सुन्तला है हेर्नु है दादा त्यही सुन्तला अब आम्मा राइट लेफ्ट ह्यान्ड सबै सुन्तला के अरे यो भिडियो त राम्रै थियो कि दाइको सिसा अलि नपुछेको रहेछ कि अनि त्यो भएर लैजाउँ नि त छ्यामहरू नि आउँछ उसले पनि खाइदियोस् सुन्तला किन्दैछ कति रुपियाँ राम्रो दिन त त्यो कुन चाहिँ हो म जान्छु 2 किलो छ दाइ
तपाईँ जस्तै राम्रो दिनु भन्दा डिस्काउन्ट पऱ्यो भाउजू सुन्तलाम के रे यो ठाउँको नाम कस्तो बिर्सेको फेरि आबु खैरनी सकियो अब सुन्तला ए यो चाहिँ दामी बनाइरहेछ है बाटो चाहिँ है सरर अब त 1 घन्टामै पुगिन्छ हामी अब भनेर भन्न सकिँदैन यस्तो बाटोमा तर यस राम्रो बनाइरहेछ हाइवे चाहिँ अझै पुगेको छैन हाफ एन आवर मोर होइन आधी घन्टा भन्दा नि भयो चिसो चिसो मौसममा स्पेसल नेपाली कफी दमौली बजार दमौली हिँडा माया मैसँगै रमौली रुन लागिसकेछु कि त्यही छ जेब्रा क्रसन यो सोल्टिनीहरू चाहिँ बिच बाटोबाट काटिरहेको छ फेरि हो यसको कम्प्लेन गरेको नि के भएछ दाइ यो चाहिँ राति त गाडी उड्छ रे राति के हुन्छ रे राति गाडी उड्छ रे के कसरी त्यो अलिकति अग्लो भन नि केमा अनि के गर्नु अब बनाउँछ रे उनीहरूले फेरि त्यस्तै उफार्ने नि साउथ मुभी स्टाइलको अकाला मन्दिरमा अहिले सबैको रक्षा गरून् हिमाल देख्छ हिमालबाट छामा र सिमीको तर्फबाट म युट्युबमा हाल्छु के पछि त्यो उल्टा लाग्यो नि भिडियोबाट यहाँबाट सुल्टा आउँछ नि त छामा यहाँ हो एकैचोटि गर्न दुईटै नछिटो भिडियो गर्दा बाबु सुमिला समात्नु छ्याउ समात्नु त त्यो झिरेर आउँछ वेलकम नेपाल दुईटै एकैचोटि गर्ने वेलकम छ्यामा समात्नु थ्याङ्क यू भन्दै थ्याङ्क यू इली छ्यामा बेबी अरे बेबी रे ल 1 2 3 थ्याङ्क यू एकदम राम्रो होस् ल यता पछाडिबाट जानु छ्यामा यहाँ छ्यामा मेरो माइली छ्यामा यहाँ हेलो भनिदिनु कान्छी छ्यामा चाहिँ मिसिङ भएको छ है भिडियोमा म माइली छ्यामा बाबा आउनु केक खानु ल वी तान्चुले के गरे यहाँ त्यो तान्चुले खाए जस्तो छ है यहाँ इन्जोय भन्छ बजुहरूको ब्लेसिङ पाउँदैछ तान्चु आङले बजुहरूको ब्लेसिङ यहाँ Welcome home. Welcome home. Thank you. मेरो नाति मेरो यो हो ए हाम्रो आएको दे फुलोस् मान्यताको फुलोस् केक सँगै मिलाएर यसको यो टोपी त खान्छको भेलभेट ल बाजे बजे वेलकम ल ए लाइसी आमाको छोरीको हात यो त ठुली आमालाई है सानो
ठुली आमालाई जिउ ल बाजे बुझे ल म मेमेलाई जिउ जिउ के हो यो भन्दैछ बेटर चाइनिज बोल्छ भने ल भैया वेलकम होम छोरा है ठुली आमाको तर्फबाट नि आमा हामी काट्ने ल केक काटम ल वेलकम ल छिटो भिडियो यस तान्छो यस ल सुरुमा लाउनुस् मेमे आउनु भन न मेमे आउनु मेमेलाई खुलाइदिनु ल छिटो मेमेलाई यस ल यस सबैले गीत गायो ल ममलाई यस ल ठुली आमा आउनु ल यस केक पनि खतरनाक रहेछ त ल माइजू आउनुहोस् माइजू आउनुहोस् अनि दिदी आउनुहोस् माइजू ल वेलकम होम आमा छोरा है तान्छो खाने नामा लाइक एन्ड सब्स्क्राइब आमा बाबुला सब्स्क्राइब गरिदिनु ल हुन्ते दिदीले लाइक सब्स्क्राइब दिदी पैसा जति ठुली ल क्यामेरा समातिदिनु अब के गर्छ मामा हो अमित मामा